नमस्कार, म हुँ रुबिना। तपाईहरु हेरिरहनु भएको छ न्यूज 24 बाहुरुवा। अब प्रस्तुत गर्दैछौं आजको विशेष समाचार बुलेटिन। गरिमा चौधरी घटनामा पक्राउ परेका अभियुक्तको बयान र अनुसन्धानको स्थिति। गरिमा चौधरी काण्ड पक्राउ परेका अभियुक्तको बयान सार्वजनिक। योजनाबद्ध तरिकाले अपहरण र हत्या गरिएको अभियुक्तको स्वीकारोक्ति। मुख्य योजनाकार प्रतीक खड्का सहित संलग्नताको खोजी तीव्र। पीडित परिवारलाई न्याय र दोषीलाई कडा कारबाहीको माग गर्दै स्थानीय आक्रोशित। देशलाई नै स्तब्ध बनाएको गरिमा चौधरी हत्या तथा अपहरण प्रकरणमा प्रहरीले अनुसन्धानलाई तीव्र पारेको छ। यसै क्रममा पक्राउ परेका एक अभियुक्तले प्रहरी नियन्त्रणमा दिएको प्रारम्भिक बयानको भिडियो सार्वजनिक भएको छ। उक्त बयानमा घटना कसरी घटाइयो र कसको संलग्नता थियो भन्ने बारे गम्भीर खुलासा भएको छ। सार्वजनिक भएको बयान अनुसार पक्राउ परेका अभियुक्तले घटनामा आफ्नो र साथी प्रतीक खड्काको प्रत्यक्ष संलग्नता रहेको स्वीकार गरेका छन्। प्रहरीको सोधपुछका क्रममा अभियुक्तले बालिकालाई अपहरण गरी हत्या गर्ने सम्मको आपराधिक योजना बनाइएको खुलासा गरेका हुन्। मासुम गरिमा चौधरीको हत्याले समाजमा शान्ति सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको छ। प्रहरीको अनुसन्धानले दोषीलाई अदालतको कठघरामा उभ्याउनेछ भन्ने आशा गरिएको छ। यस घटनासँग जोडिएका प्रत्येक नयाँ अपडेटहरू हामी तपाईमाझ ल्याइरहनेछौं। आदरणीय दर्शकबिन तथा नेपाली दाजुभाइ दिदीबहिनीहरू, तपाईँ यति बेला हेर्दै हुनुहुन्छ बहुअरुवा क्षेत्र र आसपासका हरेक सत्य, तथ्य र निष्पक्ष समाचारको एउटै संवाहक न्यूज 24 बहुअरुवा। हामी तपाईको गाउँठाउँका समस्या, विकास निर्माणका गतिविधि, सांस्कृतिक पहिचान र जनआवाजलाई निडरताका साथ उठाइरहेका छौं। हामी चाहन्छौं हाम्रो आवाज हरेक नागरिक र सरकारवाला निकायसम्म पुगोस्। तर यो यात्रा तपाईहरूको साथ र समर्थन बिना सम्भव छैन। हाम्रो समाजको आवाजलाई अझ बुलन्द बनाउन र पलपलको ताजा अपडेट तुरुन्तै पाउनका लागि कृपया हामीलाई आजै सबै माध्यममा जोडिनुहोस्। हाम्रो च्यानललाई सब्स्क्राइब गरी बेल आइकन थिच्नुहोस्। फेसबुकमा हाम्रो आफ्ताब शेख पेजलाई फलो र लाइक गर्नुहोस्। तपाईको एउटा सब्स्क्राइब, लाइक र शेयरले हामीलाई निष्पक्ष पत्रकारिता गरिरहन ठूलो ऊर्जा र हौसला दिनेछ। हाम्रो आवाज तपाईको साथ। धन्यवाद। जय नेपाल। मसँग मेरो एउटा साथी थियो हैन, प्रत्येक खड्काबाट। त्यसले मलाई भनेथ्यो के हिँड्नु त कुनै सानो बच्चा छ भने त्यसलाई किडन्याप गरेर सेक्स गरेर नि मारिदिने भनेछ। अनि त्यो त उता भाग्यो घर भागेपछि म त्यही बसेँ नि त। यो गर्ने बेलामा तिम्रो दुईजना थियो, को प्रदीप खड्का, तिमीसँग काम गर्छ कि होइन? ऊ पढ्छ। कहाँ बस्ने कता हो? ऊ पनि सिमरामै हो। सिमरामै बस्ने हो। घरभन्दा कति टाढा बस्छ हो तिम्रो? मेरो घरभन्दा 10 मिनटको बाटो। 10 मिनटको बाटो छ। त्यो दिनको बिहानदेखि घटना बताउँदा बाबु साँचो साँचो के भयो? जसले हामी दुईजना त्यसलाई लिएर आयो होइन यता। तिमीले भन्यो नि त्यो दिन बिहान म वीरगञ्ज आएँ के भयो? पत्लाबाट वीरगञ्ज गएर वीरगञ्जबाट स्टाफ पुऱ्याएर अनि घर आयो नि। अनि त्यसलाई पनि लिएर आयो। म सिमराबाट